सुन त भाइ, विदेशबाट भनेको लास यही हो? हजुर। सनाखत भयो त लासको? भएन, बेवारिसी नै ठर्यो। अहिलेसम्म कोही त आएन यो लासलाई आफ्नो भन्नेहरू। धन्न अर्को लासको चाहिँ सनाखत भएर समयमै पठायो। अनि यो लासलाई कहाँ लिएर हिँडेको त? अब सधैँभरि स्वास्थ्य चौकीमा राख्ने कुरा पनि त भएन। लासको गन्ध चारैतिर फैलिसक्यो, त्यही भएर यसलाई गाड्न लिएर हिँडेको। के म यो लासले एकपल्ट हेर्न सक्छु? न कतै मैले पो चिनेको मान्छे हो कि? यदि मैले चिने भने यो लासको अन्तिम काजक्रिया त हुन्थ्यो। हुन्छ नि, तपाईँले चिन्न सक्नुभयो त राम्रै हुन्छ। चिन्नु भयो त? मैले चिन्न सकेन। मलाई त लाग्छ यसको आफन्त यो दुनियाँमै छैन। एक्लो जिन्दगी पनि बडो गाह्रो हुँदो रहेछ बाँच्नलाई। सायद मरेर कतै पुगेर शान्ति महसुस गर्यो। कस्तो अभागी मान्छे रहेछ, अन्तिम काजक्रिया गर्ने सहित मान्छे पाएन। विदेश पनि भन्नु मात्रै हो, आफ्नै मान्छेलाई भनेर विदेश गयो, मर्दा आफ्नै मान्छेले समेत थाहा पाउँदैन। विचार जाऊ। हे भगवान, मैले यो के गरेँ? जे भए पनि ऊ मेरो श्रीमान थियो। आज उसकै लासको अगाडि मैले अर्को विवाह गर्नु पर्यो। मैले यो के गरेँ भगवान? मैले धेरै ठुलो पाप गरेँ। मलाई माफ गरिदेऊ है प्रवीण। मैले तिमीलाई देखेर पनि नदेखे जस्तो गरेँ। मैले नै कर गरेर तिमी विदेशिएका थियौ। मेरै कारणले तिम्रो आज यो अवस्था भयो। म नै हुँ तिम्रो हत्यारा। सक्छौ भने मलाई माफ गरिदेऊ।